आउने बित्तिकै स्टपमा परे। कति नम्बर हो? 99 मा है। अब आनन्दले बस्ने। आनन्दले 2 मिनटसम्म बस्ने। यो त बिचको ट्राफिक जाम। गाइज हामी चाहिँ यहाँ आइपुग्यौँ। खाली नै छ त यो बिना होइन, यतै छोड्दै हुन्छ हामी चाहिँ यहीँ झार्छौँ। कति धेरै के खोलेर रहेछ अन्त है। अब हामी आइपुग्यौँ। अब चाहिँ हामीले के गर्छौँ देखाउँछौँ हामीहरू। ल गाइज हामी चाहिँ यहाँ आइपुग्यौँ। बाबु सुत है कसरी बुकु राख्यो क्या। हेलो गाइज, अब चाहिँ हामी खाना जान लाग्यो है। हेलो दारे। होइन ल्याउने होला नि। अनि हाम्रो कुन्टे यहाँ छ। अनि टक्क बामा अब यहाँ लाइन बस्नु पर्छ हामी। हो चिप्स के का छ ए चार्जमा राखेको छ नि देखेको तपाईले। अहिले चाहिँ नि हाम्रो वाइफाईले यो चाहिँ नि व्हाइट यो किटक्याट इभना चाहिँ चिप्स वाला ल इभना बाइट हान्ने हाल। वाउ पर्छ त यता भाइ हेर्दै इन्ट्रेस्ट छैन अरे खाना। यता त के त टर्किस फिल्मको हिरोइन जस्तो देखेको। कम ए इभना हाइस मैले नि बाइक पर्छ है त। भरे कम चल्यो भिडियो देख्यो भने सम्झ। यो बनाउनु हेब्बी सजिलो हो। हाम्रो बबल टीमा पनि राख्नुपर्छ त। कस्तो लाग्यो त मेरो बहिनीलाई मैले खुलाइदिन्छु ल बहिनी। ओए नाकले नखा फेरि यसको यी हात चोक्नु पर्यो। चक्लेट कस्तो रहेछ दारी गाइज। अहिले चाहिँ हामीले यति खाएर भ्याइसकेको छौँ। मलाई चाहिँ यतिमै वाक लाग्यो। युमिना चाहिँ भ्यायो खायो युमिनाले त भ्यायो पर्छ चाहिँ यदि मुसाले चाहिँ टोकिए। मलाई नि मत जस्तो हो कि है। बरु उस मिठो हुन्छ यार थुक्पा मोमो थुक्पा। युमिनाले हो युमिनाले नि यही सोचिराखेको रहेछ त। त्यो भएर त अहिले भरु त्यहाँ नदीपुरमा जाऊ न त युमिनाले भनेको। अन्त युमिना मन्त्रीलाई फोन आएको है। तँलाई मन परिपर्छ मतलब म त्यो गाइज जहिले चाहिँ हामीले त्यो वाफेली प्याफेली खाएर भ्यायौँ तर त्यति मिठो लागेन। तर चक्लेट लभरहरूलाई चाहिँ मिठै होला के अरे होइन।
हामीलाई चाहिँ नि मलाई चाहिँ मत थियो कि पानी पिउन लागिरह्यो मलाई त। ल गाइज हामी चाहिँ यति राति राति अब चाहिँ कहाँ अरे भाटभटिन जान लाग्यो होइन मैले यता देखाऊ बाहिर किनकि यहाँ लाइट छैन। अनि यो चाहिँ हाम्रो काले भाइ यहाँ आइसक्नु भयो अवस्था। हामी चाहिँ भाइको लागि एक्स्ट्रा दुध लिन जाँदै हो। अहिले माथि चौकमा बसी देखाउँछु गाइजहरूलाई। माई गड गाइज फेरि पनि हामी ड्राममा त्यो टल्किँदो रहेछ। ल गाइज अस्मिता गुरुङ राइडर अन द टाउन। बोलेको केही छैन होइन फतर फतर। फाइनली गाइज वी आर इन भाटभटिन। अब चाहिँ यहाँ हामी पार्किङ गर्ने ठाउँ खोज्दैछौँ। यहाँबाट अङ्कलले स्कुटर झिक्दै हुनुहुन्छ त्यही भएर पार्किङ गर्नको लागि स्ट्रगल भइरहेको छ यहाँ। ओएमजी गाइज धेरै पछि स्कुटर चलाएको दिलले बिर्सेको छ। गाइस सेम चप्पल परेको अवस्था है। यहाँ चाहिँ हामी धुमधामले चाहिएको सामान खोज्दैछौँ। तपाईँहरूलाई अहिले यहाँ भेट्टाइसी चाहिँ म तपाईँहरूलाई देखाउँछु। ल गाइज आजको हाम्रो सपिङ भाटभटिनमा थोरै तर एकदम महँगो है गाइस सबै। एक्सपेन्सिभ गाह्रो छ गरी खानु पोखरामा। हाम्रो सबै सामान यहाँ डिक्कीमा अटाइसक्यो। हामीले चाहिँ भित्र झोला किनेन है किनकि महँगो हो झोला पनि। त्यही भएर अब हामी यहाँबाट जानु लागेको बाटोमा भेटौँला नत्र यहीँ इन गरिदिउँला। ल गाइज अब चाहिँ हामी भाटभटिनबाट निस्किसक्यौँ। अब चाहिँ हामी स्कुटरको लागि फिल्टर किन्न जाने। रमाइलो छ जिन्दगी। यहाँ उज्यालो छ नि त त्यही भएर मैले नबालेको। ल अहिले पछि भेटौँला गाइज बाई बाई। फाइनली गाइज हामीले चाहिँ यो दोकान भेटिसक्यौँ। कति सानो गरेर खोलेर रहेछ तल पुगेर फेरि यहाँ हजुर पनि यहाँ सोध्दै छ के हो भनेर।